यो B56 को PB726 बोर्ड हो यो। यसमा पावर सप्लाई, ब्याकलाइट र मेन बोर्डको तीनवटै सेक्सन एउटै बोर्डमा छ यो। हामीले एउटै बोर्डबाट तीनवटै कनेक्सन लिन सक्छौं। यो ब्याकलाइट पोइन्ट यसमा हामी कनेक्ट गर्छौं, डाइरेक्ट स्ट्रिपमा कनेक्सन हुन्छ यो। त्यसैगरी हामी पावर सप्लाईको इनपुट पनि यसमै दिन सक्छौं र एलपीडीएस आउटपुट पनि यसबाटै गर्न सक्छौं हामी। त्यसो त यस्ता खालका धेरै बोर्डहरु छन् बजारमा, तर यो बोर्डमा चाहिँ अरु बोर्डहरुमा भन्दा सेटिङ गर्न अलिकति सजिलो छ। यो बोर्डलाई हामी 32 इन्चको टिभीमा कसरी फिट गरेर चलाउन सक्छौं यो भिडियोमा म तपाईहरुलाई यो देखाउन गइरहेको छु। पावर सप्लाई, ब्याकलाइट, सेन्सर र एलबीडीएस को कनेक्सन गरौँ हामी। यो एलबीडीएस केबल प्यानलमा डाइरेक्ट 1366 768 यो एचडी रेडी प्यानल र यो जुन जम्पर छ यो रेसिस्टर 0 ओम्स को यो चाहिँ हाम्रो 12 भोल्टमा सिलेक्ट छ र यसको मतलब यो पिनमा यसले 12 भोल्ट पठाउँछ। यहाँनिर प्यानलको सप्लाई पिन कनेक्ट हुने गरी हामी एलबीडीएस केबल कनेक्सन गर्छौं। सबै कनेक्सन कम्प्लिट। अब हामी ल्यापटपबाट पेन ड्राइभमा यसको सफ्टवेयर अथवा फार्मवेयर हामी कपी गर्छौं। हामी पेन ड्राइभको प्रोपर्टिजमा गएर हेर्न सक्छौं। यो FAT32 सिस्टममा हुनुपर्छ, प्राय यही सिस्टममा हुन्छ यो। कपी भइसकेपछि हामी यसलाई सेफली एक्जिट गरौँ र हामीले यो बोर्डको यूएसबी पोर्टमा यसलाई राखेर स्विच अन गरौँ। अब एकैछिनमा यो इन्डिकेटर ब्लिङ्क गर्न थाल्छ। यसको मतलब हाम्रो पेन ड्राइभमा भएको सफ्टवेयर यो बोर्डले रिड गर्दैछ भन्ने बुझिन्छ। यतिबेला हामीले पावर अफ पनि गर्नु हुँदैन र कतै लुज कनेक्सन पनि गर्नु हुँदैन। यस्तो भयो भने बीचमै यो प्रब्लम आउन सक्छ। यसरी 30 सेकेन्ड जति करिब समय लिन्छ, त्यो भन्दा छिटो पनि हुन सक्छ यो। र यो जब छिटो यो ब्लिङ्क गर्न थाल्छ अनि हामीले यो प्रोसेस ओके भएको बुझ्छौं। अब हामी यसलाई पावर अफ गर्न सक्छौं। अब यो सफ्टवेयर हाल्ने प्रोसेस कम्प्लिट भइसक्यो। अब हामी यसलाई पावर अन गरौँ र रिमोटले पनि अन गरौँ। अब स्क्रिनमा हेरौँ, डिस्प्ले आउनु पर्छ। ठीक छ। अब हामी इनपुट कनेक्सन गर्छौं। यहाँ एचडीएमआई इनपुट गर्यौं, जुनसुकै इनपुट गर्दा पनि हुन्छ हामीले एबी ट्युनर जुनसुकै। अब हामी यसलाई सेटिङ गर्छौं। यो पिक्चर यो तेल पोख्या जस्तो, यो नेगेटिभ जस्तो, यो भूत जस्तो, यो खर्के जस्तो पिक्चर आएछ। यसलाई हामी यो सर्भिस एडजस्टमेन्टमा गएर सेटिङ गर्नुपर्ने हुन्छ। सर्भिस एडजस्टमेन्टको लागि मेनु 1147 प्रेस गरेपछि हाम्रो यो डिस्प्ले आउँछ र यसमा गएर हामी एलबीडीएस सेटिङमा गएर हामी यो सेटिङ गर्न सक्छौं। यो एलबीडीएस म्यापिङको प्रब्लम हो यस्तो यो हामी 1 मा थियो, यसलाई 3 गर्दाखेरि यो क्लियर आयो। यसैगरी हामी 14-15 सम्म बढाउन सक्छौं। जुनमा क्लियर आउँछ त्यसमै हामी एडजस्ट गर्छौं र यो ब्राइटनेसलाई थोरै हामी 100 मा भन्दा अलि थोरै कम गरौँ। यसो गर्दाखेरि हाम्रो ब्याकलाइटलाई पुरै लोड पर्दैन, 80-90 मा राख्न सकिन्छ। र यो मिरर मोड, यसमा गएर हामी पिक्चरलाई भर्टिकली होरिजेन्टली दायाँ बायाँ तल माथि यदि उल्टो छ भने यसलाई सुल्टो गर्न सक्छौं। यो तपाईको एलबीडीएस कनेक्सन तल छ माथि छ अथवा प्यानलको कनेक्सन अनुसार यो यसरी तल माथि हामीले गर्न सकिन्छ। यो बोर्डबाट हामीले यही सेटिङ गर्न सक्छौं। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र तल सब्स्क्राइब भन्ने बटन छ त्यो बटन पनि थिचिदिनु होला। तपाईलाई केही फरक पर्दैन र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म अरु भिडियोहरु पनि लिएर आउने छु। थ्यांक यू।